अघिल्लोचोटि भाषाको एउटा तालिम सम्पन्न गर्नुभयो। समापन कार्यक्रममा म आफै आएको थिएँ र आज कम्प्युटरको र ब्रिज कोर्सको पनि यहाँहरूले तालिम सुरु गर्नुभएको छ। यो तालिमको सफलताको शुभकामना दिन चाहन्छु। दोस्रो, यहाँहरूले कम्प्युटर र ब्रिज कोर्स गर्दै हुनुहुन्छ। कम्प्युटर चाहिँ आज तपाईँ राम्रो डाक्टर बन्नुभयो भने कम्प्युटर आवश्यक छ, राम्रो इन्जिनियर बन्नुभयो भने कम्प्युटर आवश्यक छ, राम्रो वकिलको लागि कम्प्युटर आवश्यक छ। र आज कम्प्युटरै मात्रै गरेर खान्छु भन्ने सन्दर्भमा 8 देखि 10 लाखसम्म महिनाको कम्प्युटरको ग्राफिक सिकेर कमाउने मान्छे काठमाडौँमै छन्। अहिले विश्व ब्याङ्कको काम पनि काठमाडौँबाट गर्न सकिन्छ। वर्ल्ड ब्याङ्कको काम पनि काठमाडौँबाट गर्न सकिन्छ। विश्वको मल्टिनेसनल कम्पनीको कामहरू पनि काठमाडौँबाट कम्प्युटरबाट गर्न सकिन्छ। त्यसकारणले मैले तपाईँहरू आज कम्प्युटर सिकिराख्दाखेरि सिक्न गएको सिक्यो भन्ने कुरा मात्रै हो भने तपाईँहरू अहिले सोच विचार गर्नुहोस्। होइन, यो कम्प्युटरबाट मेरो भविष्य करियर अगाडि बढाउँछु, म एउटा राम्रो इन्जिनियर बन्छु र राम्रो इन्जिनियर बनिरहँदाखेरि मैले यो ग्राफिक राम्रो सिक्नुपर्छ, डिजाइन राम्रो सिक्नुपर्छ। इन्जिनियरको लागि त डिजाइन चाहिन्छ। त्यस कारणले यो कम्प्युटर नसिक्दा त्यो इन्जिनियरले मात्रै डिजाइन हुँदैन। इन्जिनियरिङ पढेर चाहिँ डिजाइन सिक्न आएका छन्, ग्राफिक सिक्न आएका छन्। एमबिबिएसका साथीहरू छन्, डक्टर पढेर आएका डाक्टर भएका साथीहरू छन्, अहिले कम्प्युटर इन्स्टिट्युटमा गइराखेका छन्। पोलिटिसियनको लागि त झन् आवश्यक छ। अहिले हाम्रो प्रधानमन्त्री पार्टी अध्यक्ष केपी शर्मा ओली अस्ति हामीसँग एउटा मिटिङ थियो। मिटिङमा जाँदाखेरि बेलुका राति पनि कम्प्युटर चलाइराख्नु भएको छ। कतिपय बाहिर विदेशका प्रधानमन्त्रीहरूलाई ट्विट गर्नुपर्ने हुन्छ, बधाई दिनुपर्ने हुन्छ। विदेशी के अरे कूटनीतिक नियोगका मान्छेहरूसँग कुराकानी गर्नुपर्ने हुन्छ। त्यति बेला कम्प्युटरबाटै उहाँले लेखिराखे गर्नुहुन्छ। त्यस कारणले यो कम्प्युटरको तपाईँहरूलाई अहिले जे कुरा तपाईँले सिकिराख्नु भएको छ, यो एउटा पालिका सम्पर्क मञ्चले यहाँ भएर होइन, इच्छा राखेर कम्तीमा पनि रामेछाप पछि परेको छ। रामेछापलाई अगाडि बढाउनको लागि मैले केही नेतृत्व गर्नुपर्छ भन्ने कुरो उहाँले जुन आँट गर्नुभयो, यो पालिकाले जुन हिम्मत गर्यो, म एकदमै स्यालुट गर्न चाहन्छु। आज हामीले सम्पर्कको 7वटा प्रदेश, 74 जिल्ला र 732वटा पालिकामा अब नयाँ रचनात्मक कामबाट अगाडि बढ्नुपर्छ भनिराखेका छौँ।